24 घण्टाभित्र साम्बाका लागि 1,52,00,000 रुपैयाँ सङ्कलन भएको छ। नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको आर्थिक अभावमा घुँडाको उपचार रोकिएको थियो। सोमबार दिउँसो साम्बाले आर्थिक सहयोग गरिदिन गरेको अपिल अनुसार 24 घण्टाभित्र 1,52,00,000 रुपैयाँ सङ्कलन भएको हो। उनले आफ्नो उपचारका लागि रकम पर्याप्त भएको भन्दै अब सहयोग नगर्न अनुरोध गरेकी छन्। बालेन शाहले स्कर्टिङ सहितको प्रहरी सुरक्षा सुविधा अस्वीकार गरेका छन्। नेताको सुरक्षा मामिला पेचिलो बनेको भन्दै सरकारले रवि लामिछाने र बालेन शाह लगायतका नेतालाई पूर्व प्रधानमन्त्री सरहको सुरक्षा सुविधा दिन खोजेको थियो। सरकारको प्रस्ताव बालेनले अस्वीकार गर्दा रविले भने सहर्ष स्वीकार गर्दै प्रयोग गरिरहेका छन्। 16 जनाको सुरक्षा टिम लिएर हिँडेका रविले गृहमन्त्री हुँदा भिआइपी सुरक्षा सुविधा खोज्ने निर्णय गरेका थिए। चुनाव भाड्ने चेतावनीपछि पक्राउ परेका दुर्गा प्रसाई चुनाव अघि नै छुटेका छन्। कम्तीमा 25 दिन हिरासतमा राख्ने सरकारको योजनासहित फागुन 4 गते पक्राउ परेका प्रसाईलाई सर्वोच्च अदालतले रिहा गरेको हो। सर्वोच्चका न्यायाधीश डाक्टर मनोज कुमार शर्मा र मेघराज पोखरेलको संयुक्त इजलासले मंगलबार प्रसाईको पक्षमा रिट जारी गरेको हो। प्रसाईको रिहाईसँगै चुनावी सुरक्षामा खतरा देखिएको छ। रवि लामिछानेले चुनाव सार्न प्रस्ताव गरेका छन्। इटहरीको चुनावी सभालाई सम्बोधन गर्दै रविले चुनाव सार्ने भए 4 दिन अगाडि ल्याउन प्रस्ताव गरेका हुन्। चुनावपछि सार्ने कुरा नगर्न अनुरोध गर्दै रविले आगामी चुनावले दिएको परिणाम समेत स्वीकार गर्न सुझाव दिएका छन्। फरक प्रसङ्गमा रविले आफूलाई थुन्दा कोही सहकारी पीडितले रकम फिर्ता नपाएको ठोकुवा गर्दै प्रतिशोध साध्नेसँग बदला लिने उद्घोष गरेका छन्। फागुन 18 गतेदेखि निरन्तर 1 हप्ता बिदा हुने भएको छ। सरकारले फागुन 20, 21 र 22 गतेलाई सार्वजनिक बिदा दिने निर्णय गरेसँगै यो हप्ताभरि बिदा हुने भएको हो। 18 गते पहाड, 19 गते तराईमा होली पर्वको सार्वजनिक बिदा छ भने 23 गते शनिबार परेको छ। 24 गते नारी दिवसको सार्वजनिक बिदा हुँदा कामकाजीहरूलाई हप्ताभरि फुर्सद मिलेको छ। बालेन शाह आक्रामक बनेपछि केपी ओली म्याच फिक्सिङको राजनीतिमा लागेका छन्। झापा 5 को परिणाम आफ्नो पक्षमा पार्न ओलीले नेपाली काङ्ग्रेस, प्रचण्डको नेकपा, राप्रपा र विप्लवको माओवादीसँग छलफल बढाएका छन्। पार्टीहरूले व्यवस्था गर्दा ओलीले काङ्ग्रेसका पूर्व महामन्त्री कृष्ण प्रसाद सिटौलालाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने र राप्रपाबाट वडाध्यक्ष जितेका दमक 7 का वडाध्यक्ष भीम प्रसाद पौडेललाई मेयर बनाउने अफर गरेका छन्। रवि लामिछानेले गगन थापालाई मुखभरिको जवाफ फर्काएका छन्। सांसद र मन्त्री बनेको 20 वर्षपछि सडक बनाउन कानुन फेर्नुपर्छ भन्ने ज्ञान आएको बताउँदै रविले काङ्ग्रेस सभापति गगनको प्रतिवाद गरेका हुन्। धनगढीको सभालाई सम्बोधन गर्दै बालेन शाहले सडक नबनाउने ठेकेदारलाई रुखमा बाँधेर भए पनि समयमै काम सम्पन्न गर्ने घोषणा गरेका थिए। ठेकेदारलाई रुखमा बाँधेर सडक नबन्ने भन्दै गगनले बरु 41 वटा कानुन परिमार्जन गर्नुपर्ने बताएका थिए। अमेरिकामा एकै परिवारका 3 नेपालीको हत्या भएको छ। अमेरिकाको भर्जिनिया बस्दै आएका उदयपुरका छत्रबहादुर थापा सहित उनकी श्रीमती र छोरीको हत्या भएको हो। छत्रबहादुरले घरायसी विवादका कारण श्रीमती र छोरीको हत्या गरेका थिए। तत्काल पुगेको प्रहरीले आत्मसमर्पण गर्न अटेरी गरेपछि थापालाई गोली हानेर मारेको थियो। घरभित्रै रहेका 1 वर्षको शिशु भने सकुशल भेटिएका छन्। नेपाली काङ्ग्रेसका उपसभापति विश्वप्रकाश शर्माले राजनीतिक स्थिरताका लागि नयाँ प्रस्ताव अगाडि सारेका छन्। एउटै दलको बहुमत आउने अवस्था नभएको बताउँदै पहिलो हुने दलले 5 वर्ष सरकार चलाउने व्यवस्था गर्नुपर्ने प्रस्ताव गरेका हुन्। सुनसरीको चुनावी सभालाई सम्बोधन गर्दै उनले कुनै पनि प्रधानमन्त्रीले 5 वर्ष सरकार चलाउन नपाएकाले देशको प्रगति रोकिएको दाबी गरेका छन्। रासोपालाई प्रत्यक्षमा 50 सिट जित्न कोसीमा हर्क साम्पाङको श्रम संस्कृति पार्टी, मधेसमा नेपाली काङ्ग्रेस र बागमतीमा कुलमान घिसिङको उज्यालो नेपाल पार्टी बाधक बनेका छन्। कर्णाली र सुदूरपश्चिमबाट कुनै आशा नराखेको रासोपालाई धेरै निर्वाचन क्षेत्र भएका प्रदेशमा नयाँ पार्टीले नै टक्कर दिँदा पुराना पार्टीको दबदबा रहेका गण्डकी र लुम्बिनीको भर पर्नुपर्ने बाध्यता आइलागेको छ। रासोपाले प्रत्यक्षमा 50 सिट र समानुपातिकमा 50 लाख मत ल्याउने लक्ष्य राखेको छ।